रमाइलो भइरहेको छ ठमेल एरिया आज। बाफ रे बाफ रे बाफ, ल ल ल ल म सक्दैन हेर्नु। ल हेर ल हेर ल हेर, कुहिरे हेर्दाखेरि यस्तो मजा लाग्यो। ओहो सर उता हेर्नु है गुरु त। ठमेल एरिया चाहिँ एकदमै रमाइलो भइरहेको छ। मान्छे छैन यार यसमा। कुहिरेहरूलाई यस्तो स्वाद लाग्ने चाहिँ सानो बच्चालाई पनि दल दिँदो रहेछ है होली के। ह्याप्पी होली, ह्याप्पी होली पनि। एकदमै रमाइलो भइरहेछ, सानो सानो बच्चादेखि लिएर बुढापाका समेत यहाँ आज होलीमा रङ होलीमा एकदमै रमाइरहेको अवस्था छ। पहिला पहिला चाहिँ तराई एरियामा बढी मनाइन्थ्यो, यहाँतिर पहाडतिर त्यति थाहा थिएन। तर अहिले त पहाडमा झन् तराईमा भन्दा पनि बढी है गुरु। ल कति होली खेलिरहेछ, बाफ रे बाफ। हामीलाई पनि खेलौँ खेलौँ चाहिँ मन लागिरहेछ, तर कामको व्यस्तताले गर्दाखेरि सकिएन। हामी पनि एकछिनपछि खेल्न जाने हो। ल हेर लगाएर जे सचेत चाहिँ छ है गुरु। हामीलाई त हाने छैन कसैले, जे हामीलाई चाहिँ हाने छैन। यो अब हामीलाई रङ पनि लागेन अहिलेसम्म कसैले। फेरि ड्रेस यो सेतो ड्रेस चाहिँ देख्नै नहुने रहेछ क्या, डल्दिहाल्दो रहेछ। यो अरू कालो खैरो होलीको ड्रेस लाउनेलाई चाहिँ बाँकी राखेको छैन भनौँ न। एकदमै होली चाहिँ एकदमै धुमधाम साथ मनाइरहेछ है। अन्त यताबाट आउँदैछ, ठमेल जानको लागि होला सायद, रङ्गी बिरङ्गी भएर आउँदैछ।